हेलो निगमा बहिनी। हेलो। कुञ्चाजमा आज के गर्नुभयो तपाईले? आज मैले कुञ्चाजमा न्यानोप्लास्टी गरेको। न्यानोप्लास्टी गरेर ट्रिम गर्नुभयो? हजुर, हल्का। कस्तो भयो तपाईको कुञ्चाजको एक्सपिरियन्स? कति देखिन आउँदै हुनुहुन्छ? केही भनिदिनुस् न। कुञ्चाज चाहिँ म एकदम बिगिनिङ फेज भनेको चाहिँ मेरो 5 वर्ष अगाडि थियो। मैले त्यतिखेर पनि सायद म दिदी भाटामा पर्मनेन्ट स्ट्रेटनिङको कन्सेप्ट ल्याएको थिएँ, तर तपाईहरुले मलाई यसमा कन्भिन्स गर्नुभयो अनि एभर सिन्स आई हैव अलवेज बीन डुइङ दिस हैन। एकदम मन पर्छ। अहिले चाहिँ भर्खर रिसेन्टली न्यानोप्लास्टी भनेर सुरु गरे। मैले यो मेरो सेकेन्ड टाइम हो, but I've been loving it and all thanks to कुञ्चाज। No worries। अनि कुञ्चाजको ओभरअल इन्भाइरोमेन्टहरु तपाईलाई सबै कुरा कस्तो लाग्छ त? म बस्ने हर्षविल हो, तर जबदेखि म एशविल आए इट्स अलवेज बीन माई फेभरेट। यहाँ लक्ष्मी दिदी, हाम्रो कुञ्चा दिदी, एकदम सबै दिदीहरु धेरै राम्रो हुनुहुन्छ हैन। अनि म जति नै टाढा भए पनि म आउने चाहिँ यही एशविलकै स्पटमा हो। तर थ्यांक यू सो मच। तपाईको कपाल पनि देखाइदिउ न त, तपाईको न्यानो कस्तो भयो? म एकदम इम्प्रेस छु। थ्यांक यू सो मच फर योर हार्ड वर्क। थ्यांक यू। एकदम शाइनी देखिरहेछ, हेल्दी देखिरहेछ। थ्यांक यू सो मच फर ट्रस्टिङ कुञ्चाज बहिनी। थ्यांक यू सो मच फर अब विश्वास राख्दिनु भयो यस्तो कपालमा।